Hello guys, namaste, and I hope all you are okay. And so now today I am in Jalpadevi temple. So आज म जलपादेवी टेम्पल आएको छु। यो चाहिँ भक्तपुरको जुन तेलकोट भन्ने ठाउँमा चाहिँ अवस्थित छ। यो चाहिँ कतिपय धेरै मान्छेहरूलाई यहाँको बारेमा थाहा छैन। कहाँ हो जलपादेवी मन्दिर। So धेरैलाई tremendous people don't know about जलपादेवी temple. Where is located exactly? So यो चाहिँ कहाँ छ लोकेसन भन्दाखेरि तपाईं भक्तपुर आउनुहुन्छ, भक्तपुरबाट सूर्य कमल विनायक आउनुहुन्छ, कमल विनायकबाट हल्का अगाडि आएपछि दुईटा बाटो छ। एउटा बाटो तपाईको आर्मी क्याम्पतिर जाने बाटो छ, सबै त्यही बाटोबाट सरर नगरकोट जाने बाटो, सरर आउनु भयो भने तपाई तेलकोट पुग्नुहुन्छ। तेलकोटमा आइसकेपछि त्यहाँनिर चाहिँ त्यहाँ सानो ल्याडर छ, त्यो ल्याडरमा लेखेको जलपादेवी मन्दिर, त्यहाँबाट तपाई अन द लेफ्ट साइड. So you should when you come here you should look on the left side. There is a small banner. There is written in Jalpadevi temple locations. So त्यहाँ हेर्नु भयो भने जलपादेवी टेम्पल को लोकेसन छ र त्यहाँबाट तपाई एकदम लाइक 5 minutes, so I think 4 to 5 minutes को ल्याडर छ लाइक दिस वान। अनि त्यहाँबाट ल्याडर तपाई आउनु भयो भने देखि भर्याङ तपाई एक्ज्याक्टली on the location of जलपादेवी टेम्पल तपाई यहाँ आइपुग्नुहुन्छ। र म तपाईलाई देखाउन गएछु अहिले म चाहिँ जलपादेवी मन्दिरको ठ्याक्क अगाडि छु, जुन चाहिँ मेन गेट हो। मेन गेटमै छु अहिले र म तपाईलाई यहाँ देखाउँछु भिडियो। So I am going to read this banner. So there is written something. ऐतिहासिक जलपादेवी मन्दिर, शिव मन्दिर, राधाकृष्ण मन्दिर, दत्तात्रेय मन्दिर, 64 शिवलिंग यज्ञशाला दर्शनको लागि पाल्नुभएका दर्शनार्थी भक्तजनहरुमा हार्दिक स्वागत गर्दछौं। श्री जलपादेवी संरक्षण विकास संस्था, जागुनागाई नगरपालिका 6 नगरकोट तेलकोट, यो चाहिँ यो ठाउँमा अवस्थित छ। and this is the main gate and you can, so I am going to this ladder, from this ladder to Champadevi temple. So yeah, temple अनि look that त्यो चाहिँ जलपादेवी मन्दिर हो, स्ट्याचु अफ जलपादेवी। सो इट्स आफ्टरनुन, सो घाम कारणले अलि राम्रो देखिया छैन। सो दिस इज द गेट, दिस इज मेन गेट, यो चाहिँ मेन गेट हो र म यहाँबाट छिर्न गइरहेको छु। देख्नुहुन्छ र यो जलपादेवी को मंदिर को हाम्रो मेन एरिया चाहिँ यही हो। सो दिस इज द मेन एरिया अफ जलपादेवी टेम्पल एन्ड दैट इज मेन टेम्पल। अनि सो दिस इज द स्ट्याचु अफ गणेश इज द सन अफ लॉर्ड शिव, हाम्रो गणेश भगवान। अनि दिस द देयर आर मेनी स्मॉल Saraswati Mata and small temples. So we can, so this is the statue of Saraswati Mata, the knowledge, विद्याको देवी माता र यसै स्मल हरु छ र हामी गइरहेका छौं वन्स बाइ वन। यो चाहिँ भगवान शिवको शिवलिंग, यु क्यान सी दि। सो एकदमै राम्रो ठाउँ छ यो, एकदमै पिसफुल एरिया छ। सो एकदमै क्राउडलेस एरिया छ, यहाँ चाहिँ कुनै क्राउड छैन, कुनै किसिमको प्रब्लम, इन्भाइरोमेन्ट, पोल्युसन केही छैन, एकदमै पिसफुल इन्भाइरोमेन्ट छ। यो चाहिँ हाम्रो भगवान शिवको, जय शम्भु भगवान शिवको। यो चाहिँ भगवान शिवको त्यो शिवलिङ्ग भयो। हाम्रो आमा देवता हुनुहुन्छ है, हाम्रो नन्दीजी, प्यारो नन्दीजी। सो मेन जलपादेवी मन्दिर चाहिँ यही हो हाम्रो है, मेन मन्दिर चाहिँ हेर्नुस्, मेन जलपादेवी माताको मन्दिर चाहिँ हाम्रो यही हो। हेर्नुस् यहाँ एकदमै सफा छ, एकदमै राम्रो छ, चिटिक्क छ, अलिकति पनि केही किसिमको पनि यहाँ अलिकति पनि फोहोर यो अरु केही छैन, यति पिसफुल इन्भाइरोमेन्ट धेरै राम्रो छ यहाँको एकदमै छ। र हाम्रो यो मेन मन्दिर चाहिँ यही भयो, हाम्रो जलपादेवी माताको मन्दिर भयो यो चाहिँ मेन चाहिँ है।
So this is the way you can come here, and if you are looking a peaceful area and meditations area and crowdless area, this place is for you. Sri Kumari. अनि यहाँ चाहिँ सानो स्ट्याचु छ श्री चामुण्डा माताको। यही नै हो तपाईको यो चाहिँ तेलकोटमै छ। तेलकोटको माथि हल्का तपाईँ तेलकोटको चोकमा आउनुभयो भनेदेखि त्यहाँबाट ठिकै एउटा भर्याङ जस्तो छ तपाईको ल्याडर, त्यहाँबाट चढेर तपाईँ सिधै यहाँ आउन सक्नुहुन्छ। एकैचोटि त्यहाँबाट लोकेसनबाट तपाईँ आउनुभयो भने ठ्याक्कै जलपादेवी टेम्पल। सो यु विल रिच एट द एक्ज्याक्ट पोइन्ट अफ जलपादेवी टेम्पल। त्यो राधाकृष्ण मन्दिर भयो। ल हामीसँग हाम्रो आमा हुनुहुन्छ यहाँको, र आमा यो चाहिँ कुन के को मन्दिर हो हजुर भन्नुहोस् न थोरै है। यो चाहिँ राधाकृष्ण मन्दिर है। यो चाहिँ राधाकृष्ण मन्दिर भयो है। यो चाहिँ राधाकृष्ण मन्दिर भयो। हाम्रो आमाजी हुनुहुन्छ। यता फेरि 64 पनि छ। हजुर यता चाहिँ 64 शिवलिङ्ग शिवलिङ्ग हजुर शिवलिङ्ग यो चाहिँ 64 शिवलिङ्ग छ। हजुर तपाईँ देख्न सक्नुहुन्छ। हजुर यहाँ नागराजा, यो नागराजा भयो। हाम्रो नागराजा भयो यहाँनिर चाहिँ। ल तपाईँ 64 शिवलिङ्ग चाहिँ हाम्रो यो भयो। हजुर यो चाहिँ भयो। वहाँ चाहिँ बिचमा छेउमै मेन गेटमै चाहिँ हाम्रो नन्दीजी हुनुहुन्छ। मेन चाहिँ एकदमै ग्लोमोरियस हुनुहुन्छ, ग्लोमोरियर टाइप अफ यही नै हो। त्यही भएर तपाईँ यहाँदेखि हेर्नुहुन्छ, हेर्नु यहाँ एकदमै पिसफुल एरिया छ। दिस इज भेरी पिसफुल एरिया and the environment is very nice. Hare Krishna. र म चाहिँ अब there is a small statue of Lord and devotee of Ram which is called Hanuman. हाम्रो पवन पुत्र हनुमान की जय। सो श्री राम सीता यहाँ हनुमान सानो स्ट्याचु छ र राम सीता माताको मूर्ति छ, सानो मूर्ति स्ट्याचु यो चाहिँ भयो। अनि यो चाहिँ लाइक आश्रम जस्तो छ। यो चाहिँ ठुलो बिल्डिङ छ। इफ समवन कम्स हियर एन्ड दे वान्ट टु स्टे लाइक in some occasions like occasion festival or such as Teej, yeah, Teej भयो अनि many kinds of, but I don't know exactly. जस्तै कृष्ण जन्माष्टमी भयो अनि त्यस टाइममा चाहिँ मान्छेहरू आएर चाहिँ यहाँ चाहिँ भजन कीर्तन गाउने एकदमै गरिन्छ। र दिस इज द स्ट्याचु अफ नरसिंह। यो चाहिँ नरसिंह भगवानको स्ट्याचु हो, एकदमै राम्रो श्री नरसिंह नारायण है। यो चाहिँ भगवान नरसिंहको छ। तपाईँ देख्न सक्नुहुन्छ एकदमै राम्रो स्ट्याचु छ, द लर्ड अफ नरसिंह। अनि भगवान विष्णुको अवतार नरसिंह हुन त भगवान विष्णु भगवानको धेरै अवतारहरू छ, त्यो मध्येको एक अवतार हो नरसिंह भगवानको अवतार सत्य नरसिंह नारायण। So I would like to request to everyone, if you are searching, if you are discovering a peaceful area or a meditations area, if you want to do meditations, if you want to if you are searching peaceful area, so this place is for you. So हेर्नुस् environment चाहिँ एकदमै peaceful छ, clean छ. So it is very clean around this temple. अनि हुन्छ यो चाहिँ एकदमै राम्रो ठाउँ छ। सो एकदमै राम्रो छ, पिसफुल छ, एकदमै सफा छ। सो केही पनि यहाँनिर जस्तो फोहोरहरू केही पनि छैन, एकदमै राम्रो ठाउँ छ है, एकदम पिसफुल एरिया छ। सो इफ यु हेभ जब हैन, if you have some kind of job like professional persons, professional people, so you are busy, definitely I understand your busy schedule, but you should come in a weekends time or holiday times such as Saturday or occasions time, because at that time people get free. So you come here
and and explore this place, visit this place, and know a lot of information about this temple or area. So यो चाहिँ हो, यो चाहिँ हाम्रो यज्ञ भवन भयो। तपाईको यहाँ चाहिँ यज्ञ गर्न सकिन्छ, लाइक कुनै अक्विजन्स टाइममा हैन, अक्विजन्स स्पेशली इन अक्विजन टाइममा चाहिँ यहाँ चाहिँ यज्ञ हुने गर्छ। यो चाहिँ यज्ञ भवन भयो तपाईको है। त्यहाँ लेखेको छ परमहंस योग सेवा नारायण धर्म राजशाला। दिस इज द वे। त्यहाँ देख्नुहुन्छ एउटा ठुलो स्ट्याचु चाहिँ जलपादेवी माताको छ। म तिनी गइरहेको छु। आई एम गोइङ टु reach there and I will see you through my camera phone. This is the ladder. This is a small ladder. I'm going from this way and I will see the statue of Jalpadevi. So आज हाम्रो जलपादेवी माता हुनुहुन्छ। सो अलि घामले अलि त्यति राम्रो क्लियर देखिरहेको छैन है। So but you should understand, so you are able to understand. So it's afternoon and it's 5 PM exactly. So घामले लागिरहँदाखेरि अलि राम्रो पिक्चर चाहिँ देखिएको छैन है। This is the way, but यताबाट चाहिँ राम्रो भ्यू देखिएको छ। यो जलपादेवी माताको स्ट्याचु भयो, यो चाहिँ एकदमै राम्रो छ, हेर्नुस्। So you can come here and you can visit this area and you can understand, you can know, and you can take a lot of information about this place. So you can come here with your families members, like such as sisters, brothers, daughters, sons, parents. So you can come here and with them. So यो चाहिँ हो, यो चाहिँ हाम्रो एरिया भयो। तपाईको यो चाहिँ अलि बस्ने ठाउँ भयो। यहाँदेखि बसेर तपाईको पुरै भ्यू देखिनेछ र हाम्रो यतातिर छ एक्ज्याक्टली। रियली आई डोन्ट नो द स्ट्याचु अफ द्याट द पर्सन अफ नेम। सो यहाँ छ। दिस इज भेरी स्मल पाउन्ड। This is the way you can see. तर यति माथि पनि त्यहाँ चाहिँ तीनटा, there are 3 buildings which is made in the top of the hill, which is very difficult to made. So it is almost impossible, but they have made 3 buildings. So top 3 buildings are there. अनि यो चाहिँ भ्यू भयो, त्यो तपाईको तेलकोट त्यहाँको भयो र यो चाहिँ भ्यू तपाईको उतातिरको भयो, साखु कता कता। सो आई डोन्ट नो द एक्ज्याक्ट प्लेस नेम, आई डोन्ट नो द एक्ज्याक्ट नेम अफ प्लेस, दोज प्लेस, बट आई क्यान सी द भ्यू अफ हियर। त्यो सबै चाहिँ नगरकोट हो। So that is Nagarkot. So you can see from here the top of the hill of Nagarkot. Right? This is Bhagwan Ganesh Bhagwan ko. There is a small, like a temple or the small types of pillar. This is, but there are many small statue. This is a Lord Ganesh. This is Ganesh Arun Dati. So I am so it is very difficult to pronounce this name. Statue of Vishwamitra. It is Jam Damni Guru Atri. So it is very impossible. It is very difficult to pronounce the name. Yeah. So it is. So this is the name Garga. So this is Agaste. This is Agaste. Guru Vasishta. Guru Kachep. There is no any name. There has not a written name. So I'm not able to say.
So exactly, if you are discovering, if you are searching a peaceful area, a meditate area and less crowd area, so this place is for you. So it is located at Jack in the top of the hill. So everywhere it is surrounded by forest and green forest, like so fresh air, there is no pollution, there is no vehicle problem, vehicle crowds, air pollutions and peaceful area. Yeah, so एकदमै peaceful छ यो हैन। तपाई यहाँ मेडिटेसन पनि गर्न सक्नुहुन्छ। यहाँ आएर तपाई हैन आफ्नो reduce, because you are professional person, you are being frustrated, you are being anxiety, so you are looking, so you want to go in some peaceful area where is less crowd. So this place is for you. So यहाँ आउन सक्नुहुन्छ र यहाँ बसेर मेडिटेसन गर्न सक्नुहुन्छ। आफ्नो रिड्युस यो टेन्सनहरुलाई पनि रिड्युस हुन्छ, लाइक you can relieve your anxiety, tension, frustrated and so many problems are so many problems, so many dilemma come in your life, but when it comes dilemma, where you go club, you go in a crowd area. Yeah, so especially in Kathmandu Valley, especially in Bhaktapur, so there is a lot of crowd. So there is vehicle problem, vehicles crowd and air pollution, so lot of problems, lot of dilemma are there, but this place is very peaceful. So this is not far. This place is almost 5 km far from Kamal Binayak Chowk. So Kamal Binayak to Telkot, so from Kamal Binayak to Telkot, which is maybe 3 to 4 km, and so from Telkot Chowk, exact the location of Telkot Chowk, there is one ladder. So you can see on the left side there is a ladder, and so you walk from that ladder, you definitely will reach at the exact locations of Jalpa Devi temple. So you come here. I would like to request to everyone, like Bhaktapur people, Bhaktapur, Kathmandu area, so come here, because sometimes we don't see near our area, near our local area. So come here and visit this area, watch. So you really feel good, you really feel better. It helps you to reduce your anxiety. Exactly, यो मन्दिरमा चाहिँ हामीसँग दुईजना, एउटा आमा हुनुहुन्छ, आमा अनि एउटा प्रभु हुनुहुन्छ हैन, नियमित पूजा गर्ने पुजारी हुनुहुन्छ र उहाँसँग हामी सानो सर्टकट इन्टरभ्यु लिनेछौँ र यहाँको बारेमा एक्ज्याक्ट यहाँ चाहिँ स्पेशल के हो छ हैन, जल्पा देवीमा चाहिँ स्पेशल के हो, यहाँको बारेमा के छ, उहाँहरूले A to Z हैन डिटेल्समा भन्नुहुन्छ। यहाँ चाहिँ यसरी उत्पन्न भयो, यहाँको बारेमा यो विशेषता छ, यहाँको यसरी स्पेशल छ र यो कारणहरूले चाहिँ उहाँले भन्नुहुन्छ र ओके। सो हामीसँग यहाँको पुजारी हुनुहुन्छ जो चाहिँ नियमित यहाँको पूजा गर्न आचरण गर्नुहुन्छ यहाँको चाहिँ, र उहाँको प्रभु चाहिँ हजुरको नाम भनिदिनुहोस् न है। हजुर, मेरो नाम रमेश श्रेष्ठ हो। हजुर, म दैनिक पूजा गर्ने, अब भनौँ न सरसफा गरेर पूजा आजा गर्ने व्यक्ति हूँ, पुजारी हूँ। यहाँ विशेष गरी यो जाल्पा देवी मन्दिर स्वस्थानी जुन हामी व्रत कथा पढ्छौँ, त्यस स्वस्थानी व्रत कथामा आधारित यो सत्ययुगको जुनदेखि नै जुन सतीदेवीको तल्लो ओठ पतन भएको भनेर हामीले पढ्दछौँ र त्यसैको आधारमा यो दैनिक जस्तो यहाँ पूजाआजा र बेलुका आरती हुन्छ र हामीले यस मन्दिरको संरक्षणको लागि यहाँ अक्षय कोष पनि स्थापना गरेका छौँ र समितिहरू पनि खडा गरेका छौँ र हामीले जुन यस मन्दिरमा अब भनौँ न यो पहिला त अब यो अलिक पुरानै मन्दिर थियो। लगभग मन्दिर पुरै बनेको कति वर्ष भयो जस्तो? लगभग यो मन्दिर बनेको त 57 सालमा यो जुन कोटी होम लगाएर जुन यतापट्टि जुन यो कोटी होम लगाएको ठाउँ छ, अलिकति अब सबै अब गाउँवासीहरू मिलेर
अलिकति चन्दा उठाएर यो जुन अहिले देखिएको मन्दिर छ यो सबै मिलेर गाउँवासीहरू मिलेर बनाएको यो मन्दिर हो 57 सालमा पछाडि बनाएको मन्दिर हो नत्र त त्योभन्दा अगाडि त अलिकति पुरानै अब मोडेलको अब मन्दिर थियो यहाँ पहिला चाहिँ पुरानै मोडेलको थियो यो जुन यो अहिले देखिएको मन्दिर चाहिँ 57 साल पछाडि बनाएको मन्दिर हो यो एकदम नयाँ देखिन्छ हजुर र अनि यो जुन अब 1-2 वर्ष 2-4 वर्ष भयो पछि पनि फेरि यो तामाको सरी यो पित्तलको छाना हालियो हजुर त्यसभन्दा अगाडि भनौँ न अलिकति यो अहिले सिमेन्टहरूकै अब त्यतिकै छाना थियो अहिले 2-4 वर्ष भयो अलिकति भनौँ न हामीले अब भागवत लगाएर दसैँको टाइममा भागवत लगाएर यो चन्दा उठाएर यो छाना हालेको हो पित्तलको र यहाँ भनौँ यो मन्दिरमा बिहान अब भनौँ न 5 बजे आएर अब दैनिक अब पूजा हुन्छ र अनि भनौँ न अब एभ्रिडे अब पूजाआजा हुन्छ अनि बेलुका आरती हुन्छ अनि अब सबै कुरा यस मन्दिरको विषयमा अब कुरा गर्दाखेरि अब भनौँ न यो वर्षको भनौँ न लास्ट भनौँ न यो वार्षिक भनौँ अब क्षमा पूजा पनि हुन्छ यो जुन वर्षको अन्तिममा जुन असारको अन्तिममा अब क्षमा पूजा हुन्छ खासमा जलपादेवीको विशेष चाहिँ के छ उहाँ तपाईँले भगवानले मान्नुहुन्छ जलपादेवी माता हुनुहुन्छ नि हैन खासमा उहाँको स्पेशल के हो चाहिँ खासमा उहाँ कहिले उत्पन्न भएको त्यो खासमा चाहिँ यो बनाउनुको मन्दिर र यो अलरेडी पछि बनाएको हो कि अलरेडी पहिले नै उत्पन्न भएको यहाँ त यो यसमा त्यही मैले भनिरहेको छु जुन अब हामीले अब सत्ययुगमै जुन हामी श्री स्वस्थानी जुन साली नदीमा हामी व्रत पूजा 1 महिना व्रत पूजा आज गर्छौँ नि हजुर हो स्वस्थानीमा स्वस्थानीको कथामा आधारित यो सतीदेवीको तल्लो ओठ पतन भएको देवी हुन् अनि जुन सतीदेवीको तल्लो ओठ पतन भएर जुन काम र यहाँ सतीदेवी माताको चाहिँ तल्लो ओठ पतन भएको अनि जुन कामधेनु गाईले गौमूत्र र दुध पवित्र होस् भनेर शिवजीसँग वरदान प्राप्त गर्नुभएको भन्ने कथामा उल्लेखित छ विश्वास पनि छ त्यो कारणले गर्दा आज यत्रो भयंकर मन्दिर हजुर हजुर यत्रो भयंकर छ यति सफा छ यति राम्रो छ हजुर हजुर एकदमै राम्रो छ हजुर हजुर अनि कस्तो छ यहाँ लाइक अब कति मान्छेहरू कतिको आउने गर्छ यहाँले मान्छेहरूलाई वर्सिप गर्न यहाँलाई पूजा अर्चना गर्नको लागि हुन त मर्निङ टाइममा वरिपरिको लोकलहरू त आउँछ लोकल आइरहनुहुन्छ बाहिरको मान्छेहरू चाहिँ त्यति अलिक कमै आउँछ किनकि धेरैजना मान्छेहरूलाई चाहिँ यहाँको बारेमा थाहा छैन त्यो मन्दिरको बारेमा थाहा छैन किनकि अलिकति यो तेलकोटको अलिकति टपमा छ होइन हजुर हजुर पनि छ र चारितिर जङ्गलहरू पनि छ हजुर त्यही भएर तपाईँ के भन्न चाहन्छ बाहिरको मान्छेहरूलाई चाहिँ लाइक अब आउनुहोस् कहाँबाट कहाँ हो कहाँबाट के अलिकति थोरै इन्फर्मेसन दिनुहोस् यहाँ चाहिँ अब बाहिरको जुन भक्तजनहरू आउनको लागि जुन यो विशेष गरी यो भक्तपुर जिल्लाकै यो जुन अहिले हालको चाङनारायण नगरपालिका वडा नम्बर 6 हो अनि तेलकोट भन्ने ठाउँमा अलिकति जालपादेवी मन्दिर भन्ने छ जस तपाईँहरू अब जुन यो भनौँ न सत्ययुगदेखिकै अब मन्दिर पुरानो मन्दिर हो यो अब भनौँ न हामीले स्वेच्छा भनौँ न आफूले मनले चाहेको अब इच्छाहरू प्राप्त गरिदिनुहुन्छ जलपादेवी माताले म त्यही नै भन्न चाहन्छु आमाको नाम परिचय दिनुहोस् त आमाको नमस्ते मेरो नाम विद्या कायस्थ म चाहिँ यहाँ जलपादेवी मन्दिरमा निष्ठ पूजा गर्ने हो 3 वर्ष भइसक्यो हुन लाग्यो बेलुकाको आरती बिहानको 5 बजेको पूजा नियमित पूजा अनि अब म के भन्छु भने अब यो अलिकति भित्र परेको हुनाले भक्तजनहरूलाई जलपादेवी माता थाहा हुने यसको भाक्ला पनि हुन्छ भाक्ला भएको मान्छे पनि आएर आफ्नो मनमा छिटाएको मनमा छिटाएको पुरा भएको छ हैन त्यस कारण आउनु त आउँछ या नआउने भन्ने हुन्न टुरिस्ट पनि बढी आउँछ
अनि यो चाहिँ नि कहिलेकाहीँ रिजर्भमा पनि आउँछ। त्यस कारण अब थाहा हुने जति जलपादेवी माता तेलकोट सबैलाई भक्तजनहरूलाई दर्शन गर्न चाहिँ नि आउनु पर्ने भन्ने हामीले टाढा टाढाको तीर्थयात्रा टाढा टाढाको मन्दिरहरूमा हेर्छ हामी नजिकलाई चाहिँ इग्नोर गर्छौँ। हजुर त्यो हेर्दैन, त्यही भएर हामी आउनुपर्छ, यहाँ हेर्नुपर्छ हैन। जलपादेवी माताको कृपा माताको कृपाले स्वागत गर्दछु। अब के भन्न चाहन्छ बाहिरको मान्छेहरूलाई, के भन्न चाहन्छ? अब ठिक छ, तपाईँहरू पनि अब थाहा छैन भनेदेखि लाइक अब हामी सूर्य कमल विनायक आउँछ, कमल विनायक साइड नगरपुरको बाटो आउँदै बस चल्छ होइन, कमल विनायकबाट तेलकोटमा चोकमा आएपछि सिँढी छ, पर्याङ छ, त्यही पर्याङबाट हामी ठ्याक्कै पुग्छ। ल ल हस्, नमस्ते। जलपादेवी माताका सबै भक्तजनहरूलाई स्वागत छ। हाम्रो यहाँ मन्दिरमा आइदिनुस्, भिजिट हजुर भिजिट गरिदिनुहोस्। हजुर नमस्ते। हाम्रो अब यो जलपादेवी माताको मन्दिर चाहिँ मेन भनेको यही मन्दिर भयो हाम्रो है। हजुर मेन भनेको हाम्रो यही मन्दिर भयो। हजुर हुन्छ। यस विषयमा अब यस जलपादेवी मन्दिर प्राङ्गण वरिपरि जुन स्वच्छ हावा अब सरसफा यताउति सबै छ, सबै भक्तजनहरूको लागि मनोरञ्जन अब स्वेच्छा अब भनौँ न आफ्नो मनोकाङ्क्षा पुरा गर्नुहुन्छ जलपादेवी माताले। अब सम्पूर्ण भक्तजनहरूलाई अब आउनलाई अब म विनम्र हार्दिक स्वागत गर्दछु। हस्त नमस्ते। I would like to request to everyone to the near this temple अनि भक्तपुर म्युनिसिपालिटी चागुनारायण नगरपालिका यहाँको बस्नुभएको सबैलाई एकदमै धेरै धेरै स्वागत छ यो मन्दिरमा। र तपाईँहरू यहाँ आउनुहोस्, आएर वर्कसिप गर्नुहोस्। र एकदमै पिसफुल इन्भाइरोमेन्ट छ, सफा छ। र खास गरी हरितालिका तिजको दिन, अरू अकेजन्स फेस्टिभलको दिन चाहिँ धेरै मान्छेहरू यहाँ आउने गर्छन्। र यहाँको आँगन पनि प्राङ्गण पनि एकदमै ठुलो छ र एकदमै क्लिन छ। हाम्रो यहाँ आमा र बुवा हुनुहुन्छ र उहाँहरूले एकदमै सफा गर्नुहुन्छ। उहाँहरूले सबैलाई यहाँको हेरविचार गर्ने, यहाँको सबै थोक गर्ने उहाँकै अन्डरमा हुनुहुन्छ, उहाँकै कन्ट्रोलमा हुनुहुन्छ, सबै थोक गर्नुहुन्छ। र यो टाइममा एकदम पिसफुल इन्भाइरोमेन्ट छ। तपाईँहरू यहाँ आउनुहुन्छ। आई वुड लाइक टु रिक्वेस्ट टु एभ्री वान, प्लिज कम हियर एटलिस्ट you enjoy here 10 to 15 minutes, 20 to 30 minutes, and you know the informations, you know the exact informations of here. And जलपादेवी माता किन विशेष छ त हैन, त्यो अनुसारको लागि त्यही भएर आजको लागि म यहाँबाट बिदा लिन चाहन्छु। त्यही भएर थ्याङ्क यू सो मच फर एभ्री वान एन्ड आई होप यु बेटर डे।